हमेसा जोखिम उठाउन रुचाउने मान्छे, दुश्मनको पनि दिलमा छाउने मान्छे। हमेसा जोखिम उठाउन रुचाउने मान्छे, दुश्मनको पनि दिलमा छाउने मान्छे। ऊ मर्दैन जिउँदो नभए पनि यति बुझ्नुस्, अरूको हाँसोमा आफ्नो खुसी पाउने मान्छे। नमस्कार। नेपाली मुक्तकको विकास र विस्तारका लागि नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको प्रस्तुति कार्यक्रम मुक्तक मञ्जरीको अर्को नयाँ श्रृङ्खलामा आजको यस कार्यक्रममा म मुक्तक मञ्जरीको लागि 43औं श्रृङ्खलामा प्राप्त उत्कृष्ट मुक्तकहरूमध्ये सर्वोत्कृष्ट 5 मुक्तकहरूको वाचन लिएर उपस्थित भएको छु। म विष्णु वाग्ले, मलाई प्रविधिमा साथ दिनुभएको छ दीपक राजज्यूले। हामीलाई नियमित सुनिरहनुहुने तथा भर्खर मात्र सुन्न सुरु गर्नुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। अघिल्ला श्रृङ्खलामा जस्तै आज पनि 43औं श्रृङ्खलाका लागि प्राप्त मुक्तकहरूमध्ये एएबीए शैलीमा लेखेका चतुष्पदीय उत्कृष्ट 5 मुक्तकहरूको वाचन रहने यस श्रृङ्खलाको बारेमा त यहाँहरू सबैलाई अवगत नै छ। त्यसो त हामीलाई 43औं श्रृङ्खलाका लागि प्राप्त सबै मुक्तकहरू सुन्दर थिए, तथापि कार्यक्रमको संरचना नै यसै अनुरूप भएकोले छनौटमा नपर्नुभएका सर्जकहरू समक्ष यस श्रृङ्खलामा समेट्न नसकेकोमा क्षमा माग्दै आउने श्रृङ्खलामा अझ दमदार मुक्तकका साथ पुनः सहभागिता जनाउनुहुनेछ भन्ने अपेक्षा राख्दछौँ। यहाँहरूले यस कार्यक्रमलाई माया गरिरहनु भएकै छ, सुनिरहनु भएकै छ, विभिन्न तवरले हामीलाई साथ सपोर्ट गरिरहनु भएकै छ। मुक्तक मञ्जरीलाई नियमित सुन्नुहुने तपाईँहरू सबैलाई यस कार्यक्रमको बारेमा जानकारी छँदैछ, तथापि नयाँ श्रोताहरू जोडिनु भएको छ, भर्खर सुन्दै हुनुहुन्छ हामीलाई भने नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले 15 दिनमा गर्ने पाक्षिक प्रस्तुति हो कार्यक्रम मुक्तक मञ्जरी। हामीले प्रत्येक 15 दिनको एकपटक हाम्रो आधिकारिक फेसबुक पेजमा यस कार्यक्रमका लागि यहाँहरूको मुक्तक आह्वानसहितको जानकारी सूचना भएको पोस्ट राख्ने गर्दछौँ। यसै पोस्टको कमेन्ट बक्समा यहाँहरूले आफ्ना मुक्तकहरू राख्न सक्नुहुनेछ र हामीलाई प्राप्त तिनै मुक्तकहरूबाट हामीले उत्कृष्ट 20 मुक्तकहरू छनौट गर्ने गर्दछौँ र एउटा श्रृङ्खलामा प्रस्तुत गर्ने गर्दछौँ। तिनै उत्कृष्ट 20 मुक्तकहरूबाट पनि उत्कृष्ट 5 मुक्तकहरू छनौट गरी संस्थाकै अन्य कोही साथीहरू सोही श्रृङ्खलाको अर्को कार्यक्रममा वाचनसहित प्रस्तुत गर्न आउनुहुन्छ र आइरहनु भएकै छ। त्यसै अनुरूप आज म उपस्थित भएको छु 43औं श्रृङ्खलाको लागि उत्कृष्ट 5 मुक्तकहरू लिएर। कार्यक्रम सुनिसकेपछि सल्लाह सुझावसहित सृजनात्मक प्रतिक्रिया दिएर हामीलाई थप हौसला दिन नभुल्नुहोला, जसले आगामी दिनमा कार्यक्रमलाई अझ राम्रो बनाउनेछ र मुक्तकप्रति अझै धेरैको लगाव बढ्नेछ। साथै मुक्तक मञ्जरीमा सहभागिता जनाउँदै आफ्ना सुन्दर मुक्तकहरू पनि हामीलाई उपलब्ध गराएर हामीसँगै साथमै रहिदिनु हुन म र यस संस्थागत रूपमा अनुरोध गर्न चाहन्छौँ। 43औं श्रृङ्खलामा प्राप्त मुक्तकहरूमध्येका उत्कृष्ट 5 मुक्तकहरू अब म क्रमशः वाचन गर्दै जानेछु। यहाँहरूलाई कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिन नभुल्नुहोला। घर सम्झेर झस्किएँ घर छोडेपछि, बार बार आँखा बर्सिए घर छोडेपछि। घर सम्झेर झस्किएँ घर छोडेपछि, बार बार आँखा बर्सिए घर छोडेपछि। खान बोलाउँदासम्म झर्किन्थे आमा, घरकै खाना सम्झिएँ घर छोडेपछि। कमला भण्डारी ढकाल रूपन्देहीका यी स्रष्टाको यो सुन्दर उत्कृष्ट मुक्तक वाचन गरेँ। यो मुक्तक वाचनसँगै म अर्को दोस्रो मुक्तक वाचन गर्न चाहन्छु।
कस्तो रोग लाग्यो हत्तेरी शब्दको अभाव हुन्छ, मन बुझ्दैन तस्बिर हेरी शब्दको अभाव हुन्छ। कस्तो रोग लाग्यो हत्तेरी शब्दको अभाव हुन्छ, मन बुझ्दैन तस्बिर हेरी शब्दको अभाव हुन्छ। एकैछिन नबोल्दा अभाव महसुस हुन्छ तिम्रो, फेरि बोल्न खोज्दाखेरि शब्दको अभाव हुन्छ। थाक्रे गाउँपालिका 1 धादिङका मुक्तकीला स्रष्टा कुशल रिजालको यो सुन्दर मुक्तक। हामी चाहन्छौँ यति सुन्दर मुक्तक लेख्ने स्रष्टाको सृजनात्मक कलाका लागि कलमको मसित शब्दको अभाव नहोस्। यसपछि म तेस्रो मुक्तक वाचन गर्न चाहन्छु। सपना टुक्र्याउने धार भुलेकी छैनन्, आफ्नो सेतो पहिरनको संसार भुलेकी छैनन्। सपना टुक्र्याउने धार भुलेकी छैनन्, आफ्नो सेतो पहिरनको संसार भुलेकी छैनन्। मलाई रुँदै भन्छन् बाबु परदेश नजा भनेर, आमाले सायद बाको अनुहार भुलेकी छैनन्। अमर अमृत घरेडीका यी सुन्दर मुक्तकारको यो सुन्दर मुक्तक। भाग्यमा जे छ त्यो आफ्नो हुन्छ भन्छन्, देखेको कसलाई पो पुगेको छ र। मनभरिका अनेकन सपना र रहरहरू बाध्यताको चिहानमा पुर्याएका छन् कयौं कलिला मुनाहरूको। अमर अमृतको यो सुन्दर मुक्तकसँगै म चौथो मुक्तक वाचन गर्छु। मन दुख्छ आँसु झर्छ कसरी भनौँ, आत्मसम्मानमा चोट पर्छ कसरी भनौँ। मन दुख्छ आँसु झर्छ कसरी भनौँ, आत्मसम्मानमा चोट पर्छ कसरी भनौँ। परवासमा छु सोध्छ साउ सरकारले के गर्छ, मान्छे बेच्ने काम गर्छ कसरी भनौँ। कल्याण सापकोटा नेत्रावती डबजौँ गाउँपालिका 5 धादिङका स्रष्टाको यो सुन्दर मुक्तक। हुन त एक हिसाबले देशलाई के दिएँ भन्ने होला, देशले के दियो भन्नुभन्दा पनि यो मनको विरेचन सिवाय के नै होला र। त्यो हाम्रो निम्नवर्गीय समाजको आर्थिक अवस्थाले पनि बताउँछ। घाम डुबी तारा नउदाएको आकाश भएको बेला कोइला खानीमा हिरा खोज्दै गरेको व्यक्तिको प्रतिबिम्ब भेटिन्छ नेपाली निम्नवर्गीय गरिबहरूको बस्तीमा, जहाँ गएर आदर्शको कुरा गर्नु कागलाई बेल पाकेको खबर सुनाउनु जस्तै हो। यो सुन्दर मुक्तक थियो कल्याण सापकोटाको। त्यो मुक्तकसँगै म आजको यस श्रृङ्खलाको 5औं तथा अन्तिम मुक्तक वाचन गर्न चाहन्छु। एउटा फिस्टे चराले आकाशको जहाज हार्न सक्छ, दौडमा धावक खरायो पनि कछुवासँग हार्न सक्छ। एउटा फिस्टे चराले आकाशको जहाज हार्न सक्छ, दौडमा धावक खरायो पनि कछुवासँग हार्न सक्छ। शक्तिको आडमा असहायमाथि अत्याचार नगर्नुहोस्, अन्यथा अति भयो भने भैँसीले पनि बाघ मार्न सक्छ। तेह्रथुमका रोशम अफगाईका यो सुन्दर मुक्तक। रोशन अफगाईको यो सुन्दर मुक्तकसँगै यो श्रृङ्खलाको सर्वोत्कृष्ट 5 मुक्तक वाचन गरिसकेका छौँ र यतिन्जेल हामीलाई सुनिदिनु भयो। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव सहित हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला र यो अनुरोध पनि यहाँहरूलाई पनि मुक्तक मञ्जरीमा जोडिनका लागि भनौँ या आफ्नो सुन्दर मुक्तकहरू यसै कार्यक्रममा सुन्नका लागि चाहना राख्नुहुन्छ भने हामीसँगै जोडिएर हातेमालो गर्नका लागि चाहनुहुन्छ भने हामीले कार्यक्रमको सुरुवातमा जानकारी दिए अनुसार नै हाम्रो फेसबुक पेजमा कार्यक्रमका लागि मुक्तक आह्वान गर्दै हामीले राखेको प्रत्येक नयाँ पोस्टको कमेन्ट बक्समा आफ्ना मुक्तकहरू राखिदिनुहोला। साथै हाम्रो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नभुल्नुहोला। अन्त्यमा 43औं श्रृङ्खलाका लागि जसले मुक्तक पठाउनुभयो सबैलाई साधुवाद धन्यवाद। उत्कृष्ट छनौटमा पर्नुहुने सबैलाई बधाई। आगामी दिनमा अझ सुन्दर मुक्तकहरू सिर्जना हुन्, सबैमा थप
साहित्यिक सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र यहाँहरू सर्वोत्कृष्ट 5 मुक्तकारहरूले प्राप्त गर्नुहुनेछ रु 200 बराबरको टप अर्थात् मोबाइल रिचार्ज। त्यसको लागि यहाँहरूले हामीलाई हाम्रो फेसबुकको आधिकारिक पेजमा सम्पर्क गर्न सक्नुहुनेछ। यो सूचनासँगै यतिन्जेलसम्म हामीलाई मुक्तकहरू पठाएर सुनेर तथा पुरस्कार प्रायोजन गरेर साथ र थप हौसला दिनुहुने तपाईहरू सबैमा हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्न चाहन्छु। अर्को नयाँ श्रृङ्खला 44औं श्रृङ्खलामा तपाईहरूकै प्रिय तथा नियमित प्रस्तुता आरपीसी सङ्गमज्यू उपस्थित हुनुहुनेछ। आजको कार्यक्रमबाट भने प्रविधिमा मलाई साथ दिनुहुने दीपक राजज्यूसँगै मलाई पनि बिदा दिनुहोस्। बाँकी समय सबैको शुभ रहोस्। नमस्कार।